नमस्कार दर्शकवृन्द, हामी केनाइन कम्पेनियन्स तपाईँहरूकै डग फ्रेन्डली डग ट्रेनिङ स्कुल। आज हाम्रो 9 वर्ष पुगिसकेको गोल्डन रिट्रिभर म्याक्ससँग हामी के भन्न आयौँ भने डग ट्रेनिङ भनेको चाहिँ कुकुरलाई सिट डाउन मात्रै गराउने होइन कि कुकुरलाई ह्याप्पी र हेल्दी राख्न सक्नु पनि डग ट्रेनिङको एउटा एकदमै ठुलो द मोस्ट इम्पोर्टेन्ट गोल भने जस्तो हो होइन। एउटा हेल्दी भएन भनेपछि अब ट्रेन गर्न रमाइलो पनि हुँदैन होइन। हेल्दी डगलाई पो ट्रेन गर्ने, हेल्दी डग पो उफ्रिन्छ, दौडिन्छ होइन, सो रमाइलो हुन्छ। अनि ह्याप्पी भएन भने पनि ट्रेन गर्न मजा आउँदैन होइन। तपाईँले ट्रेन गर्दाखेरिमा डगले ह्याप्पीले पर्फर्म गरिदियो भने न फेरि फेरि गरौँ जस्तो लाग्छ। नत्र ह्याप्पीले पर्फर्मै गर्दैन अथवा चाहिँ अब उठ्नै मन लागेको छैन, जहिले सुतिरहन खोज्छ भने त्यो डगसँग पनि ट्रेनिङ गर्न मन लाग्दैन, मजा आउँदैन। सो हामीले चाहिँ हाम्रो ट्रेनिङको बेलामा वा हाम्रो डग्सहरू सबैलाई चाहिँ ट्रेनिङमा सबभन्दा इम्पोर्टेन्स दिने भनेकै पहिला सुरु चाहिँ हेल्थमा हो कि। हेल्थ राम्रो भयो भने अनि बल्ल डगलाई ट्रेन गर्न पनि रमाइलो हुन्छ। अनि त्यसपछि त्यसको अलिकति रिजल्ट पनि आउँछ। र हेल्थ भन्नाले चाहिँ उसको ओभरअल हेल्थ होइन, उसको जिउ कस्तो छ, उसको आँखा कस्तो साइनी छ कि छैन, उसको आँखाहरू टल्किरहेको छ कि छैन, नाकहरू भिजेको छ कि छैन, उसको चाहिँ कोटमा आफ्नै साइन आएको छ कि छैन, यो कुरा चाहिँ सबै चाहिँ हामीले डायटबाटै इन्स्योर गर्नुपर्छ क्या। खासमा हामीले के खानिदिन्छौँ कुकुरलाई, कसरी राख्छौँ होइन, यो हाम्रो डिजाइनले नै सबै कुरा हुने भएर हामीले यिनीहरूलाई सोचेर डायट प्लान गर्नुपर्छ र चाहिँ अरू बिहेभियर प्लानिङ पनि यसको सोचेर गर्नुपर्छ। अनि त्यो गर्ने बित्तिकै के हुन्छ, डायटले यसलाई हेल्दी बनाउँछ र बिहेभियर प्लानिङले चाहिँ यसलाई केमा रमाइलो लाग्छ होइन, यो यसको ह्याप्पिनेसलाई डिफाइन गर्छ। अनि द्याट वे यु क्यान क्रिएट एउटा ह्याप्पी हेल्दी डग होइन, जसले चाहिँ भनेको नि मान्छ एन्ड देन हेर्दा पनि राम्रो छ होइन। यसलाई चाहिँ धेरै औषधि खुवाउनु पर्दैन, यसलाई कपाल कोरिदिरहनु पर्दैन, यसलाई स्याम्पू गरिदिरहनु पर्दैन होइन। यसको चाहिँ तपाईँको चाहिँ कुनै खालको ओर्डर हुँदैन, जस्तै डगहरू गनाउने ओर्ने उमेर हुँदै गएपछि जस्तै यो हार्डली कसैले भन्न सक्छ कि यो 9 इयर ओल्ड गोल्डन रिट्रिभर हो भनेर। किनकि 9 इयर ओल्डमा के भइसक्छ गोल्डन रिट्रिभरको तपाईँको आँखामा पनि मोतीबिन्दु जस्तो आइसक्छ, आँखा चम्किलो हुँदैन। त्यस्तै कपालहरू झर्ने, कपाल फुस्रो देखिने होइन, कपालको रङहरू उडिसकेको जस्तो देखिने, यो विभिन्न समस्या अलिक बुढो भइसकेपछि देखिन्छ। तर त्यो सबै चाहिँ आई थिङ्क इज रिलेटेड टु डायट होइन। राम्रो डायट दिन सक्नुहुन्छ, राम्रोसित उसलाई चाहिँ खानकी मात्रै मिल्छ भने अरू औषधि केही चाहिँदैन होइन, फर अ डग टु ह्याभ राम्रो कोट, राम्रो हेल्थ। अनि जस्तै त्यही कुरा गर्दाखेरिमा हाम्रो यो जुन 9 इयर ओल्ड गोल्डन रिट्रिभर छ, उसलाई मैले अहिलेसम्म एकचोटि पनि डक्टरकोमा लानु परेको छैन। खासै रिमार्केबल औषधि पनि केही पनि खुवाउनु परेको छैन। नुहाउन पनि कहिलेकाहीँ वर्षमा एकचोटि, 6 महिनामा एकचोटि जस्तो नुहाइदिने हो। तर हामीले के चाहिँ याद गर्छौँ त, उसको डायट होइन। डायट राम्रो दिएपछि त्यस्तो हुन्छ कि यसलाई दौडाउन लाइक के खासै केही गर्नु पर्दैन, अरू अरू आफै भइदिन्छ। वान्स यु गिभ देम द गुड डायट, अरू कुरा भनेको त्यसको बाई प्रडक्ट हो। जस्तो उसको कपाल, उसको चाहिँ तपाईँको चाहिँ हेल्थ होइन, उसको चाहिँ फुर्तिलोपन, यो सबै चाहिँ उसको हेल्थको बाई प्रडक्ट हो, डायटको बाई प्रडक्ट। हेल्थ हो र हेल्थसँगै त्यो सबै आउँछ। यति भन्दै हजुरहरूलाई पनि डग ट्रेनिङमा हेल्दी ह्याप्पी डग्सहरूलाई ट्रेन गर्ने कसरी भन्ने आइडिया सिक्न मन लाग्छ भने हामीलाई जसलाई कन्ट्याक्ट गर्न सकिहाल्नुहुन्छ। हाम्रो कन्ट्याक्ट नम्बर्सहरू